ए गाइस हामी चाहिँ आज चाहिँ पिकनिक गएका छौँ होइन। अनि चाहिँ सबै हाम्रो साथी मित्रहरूले हामी चाहिँ हेरिदिनु होला। अनि चाहिँ कस्तो लाग्छ। हामी चाहिँ आज पिकनिक गएका छौँ हामी चाहिँ हेरिदिनु होला भन्दै। अनि चाहिँ कस्तो लाग्छ अनि जब सल्लाह अनि चाहिँ दिनु होला। अनि चाहिँ यही नै हामी चाहिँ हामी मित्रहरू अनि हामी सबैहरू साथीहरू मित्रहरू अनि चाहिँ सबै छौँ। अनि चाहिँ आज चाहिँ कस्तो हुन्छ आज नयाँ वर्षको दिनमा अनि चाहिँ आज चाहिँ आज यता चाहिँ यहाँले चाहिँ पिकनिकको अनि चाहिँ बनाइरहेको भिडियो कस्तो लाग्छ। अनि चाहिँ लाइक सब्सक्राइब अनि चाहिँ भुल्न चाहिँ नभुल्नु होला भन्दै। अनि चाहिँ यो चाहिँ हाम्रो अनि चाहिँ हाम्रो चाहिँ यो चाहिँ हाम्रो चाहिँ वास्तवमा हाम्रो चाहिँ आज नयाँ वर्षको दिनमा अनि चाहिँ हामी कहीँ घुम्न गएका छौँ भन्दै। अनि चाहिँ धेरै चाहिँ मान्छे अनि चाहिँ धेरै साथी मित्रहरू सबै छौँ। अनि चाहिँ कस्तो हुन्छ अनि चाहिँ सबैले अनि चाहिँ लाइक सब्सक्राइब अनि चाहिँ दिनलाई चाहिँ नभुल्नु होला साथीहरू। अनि चाहिँ भन्दै अनि चाहिँ यहाँ हाम्रो यहाँ पकाउनु चाहिँ अनि चाहिँ एकजना साथी हुनुहुन्छ कस्तो लाग्छ अनि सुझाव अनि सल्लाह कस्तो छ। अनि चाहिँ यो पाक्दैछ अहिले चाहिँ मासु चाहिँ अनि चाहिँ यसो पछि अनि चाहिँ देखिन्छ कस्तो क्वालिटी आउँछ। अनि चाहिँ क्वालिटी आएपछि अनि चाहिँ हजुरले भनिहाल्नुहुन्छ हजुरले अनि चाहिँ कस्तो लाग्छ के लाग्छ अनि चाहिँ भन्दै। अनि चाहिँ आज चाहिँ हामी चाहिँ यो चाहिँ अनि धेरै नै टाढा घुम्न अनि चाहिँ आएका छौँ हामी। यो चाहिँ हामी अनि चाहिँ यो अर्घाखाँची बलकोट भन्ने ठाउँतिर हामी चाहिँ घुम्न आएको छौँ भन्दै। अनि चाहिँ घुम्न अनि चाहिँ अनि यो चाहिँमा अनि चाहिँ ठाउँमा चाहिँ अनि चाहिँ राम्रो अनि चाहिँ ठाउँ रहेछ। अनि चाहिँ पानी सबै चिजको अनि सुविधा अनि रहेछ। अनि चाहिँ हाम्रो यहाँ चाहिँ हुनुहुन्छ एउटा अनि चाहिँ दिपेन्द्रजी अनि के गर्दै हुनुहुन्छ दादा? हजुर मासु पाकेको हेर्दै। ओहो मासु पाक्दै हो र? अनि चाहिँ हाम्रो दादा के गर्दै हुनुहुन्छ? हजुर हजुर ए आज नयाँ वर्षको दिन कस्तो लागेको छ हजुरलाई? एकदम ठिकठाक लागेको छ हामीलाई। एकदम ठिकठाक छ है। ए ल ल हुन्छ। अनि नयाँ वर्षको दिनमा अनि चाहिँ राम्ररी मनाउनु पर्छ सबै साथीभाइ मित्रहरूले। अनि चाहिँ अनि चाहिँ साथी सबै मित्रहरू अनि चाहिँ म चाहिँ अहिले चाहिँ यो पिकनिक अनि चाहिँ धेरै नै यात्रा टाढै नै छौँ हामी अहिले चाहिँ भन्दै। अनि बिकज भन्दै हाम्रो अनि चाहिँ यो कुरो चाहिँ अहिले चाहिँ के भएको होला अनि चाहिँ डाइटिङ नपुगेर होला केही भएर होला। अनि साथी मित्रहरूले सबैले अनि चाहिँ कमेन्टमा लेखेर अनि चाहिँ सेन्ड गरिदिनु होला के भयो होला। अनि चाहिँ धेरै नै अनि कुखुराहरूको धेरै नै अनि यो लोकल अनि कुखुराहरूको धेरै नै रोग लागेको छ। अनि चाहिँ अहिले चाहिँ साथी मित्रहरू के को लागि अनि चाहिँ ठिक हुन्छ के हुन्छ अनि चाहिँ सबै मित्रहरूले अनि चाहिँ कमेन्ट लाइक सब्सक्राइब गरेर अनि चाहिँ बताइदिनु होला। अनि चाहिँ म त्यही भन्न चाहन्छु। अनि सबैलाई अहिले चाहिँ सबैलाई नमस्कार भन्दै अनि चाहिँ बिदा हुन्छु। नमस्कार।